आज रवि लामिछाने दाइ नक्खु जेलमा नभइदिएको भएछ नि तिमीहरू सार स्वर पारेर छ नि यो भित्र हुन्थ्यो के यहाँ ठाउँ पुग्दैन थियो होला हामीले देखेको छ किनभने भ्रष्टाचारको विरुद्धमा रवि लामिछाने पनि लागेको त्यही विरुद्धमा एउटै किताबमा म पनि लागेको मान्छे हो नि त हैन त्यसकारणले सबैको छानबिन हुनुपर्छ कि पर्दैन सम्पत्ति छानबिन हुनुपर्छ कि पर्दैन त्यसकारणले हामीले अहिले केही पनि भनेका छैनौं ल ठीक छ तिमीहरूको त सम्पत्ति छानबिन आफ्नो हिसाबले होला तर रवि लामिछानेले गरेको गल्ती यस नो हो भने प्रुफ देखाऊ किन लिङ्गरिङ गरेर राखेको होइन भने किन थुनेर राखेको अब आइसक्यो 2 महिना भन्दा बढी यस्तो क्रिटिकल अवस्थामा 6 महिने सरकार छ 2 महिना भन्दा बढी बितिसकेको छ भने अब उहाँहरूले केही सिङ्को बाँध्दैन भने हामीले गोली कानबाट छलाएर बचेको मान्छेले बनाएको गृहमन्त्रीले के हेरेर बसेको छ प्रधानमन्त्री के हेरेर बसेको छ यो देश तिमीहरूको मात्रै हो अब हाम्रो पनि हो है त्यसकारणले गर्दाखेरि अब तपाईहरुसँग मेरो कडा एक्सन म लिन्छु हैन त्यसकारणले आजै म भ्याएसम्म म आजै गृहमन्त्रीसँग पनि बस्छु प्रधानमन्त्रीसँग पनि बस्नुपर्छ म भने सुशीला कार्कीको नेतृत्वको सरकारले चाहिँ रवि लामिछानेलाई 5 ठाउँ घुमाएको छ दुःख दिएको छ हेर त भनेर भनेको सुशीला कार्कीले अहिलेसम्म पनि पक्राउ गर्न सक्नु भएन अहिलेसम्म पनि रवि लामिछानेको मुद्दालाई हेर्न सक्नु भएन किन भने किन भनेदेखि उहाँहरूले नै सलबलाएको हो एमाले र कांग्रेस उहाँहरूकै कारणले सलबलाइराखेको छ अहिले पनि उहाँहरूले नै त्यो खालको दम देखाएपछि उहाँहरू तर्सिनु भएको होला क्या भोलि साँच्चीकै राज्य शासन उहाँहरूको हातमा गयो भने हाम्रो चाहिँ बाँध्ने ठाउँ छैन है भाइ बरु उहाँहरूको कुरा सुनिदिनु पर्छ भन्दाखेरि रवि लामिछानेले न्याय नपाउनु सक्छ अब त्यसकारणले तपाईहरुले त्यो ल्याकत तपाईलाई त्यो दम छैन भने छोडिदिनुस् कुर्सी लगेर राख्छौँ हामी 101 मान्छे दम भएको मान्छे लगेर राख्छौँ अब छोडिदिनुस् अब साँच्चीकै बोल्ने बेला भइसक्यो बोल्ने मात्र होइन काम पनि गरेर देखाउँछौँ भनेपछि यो सरकार हुँदाखेरि चाहिँ रवि लामिछानेले न्याय नपाउने सम्भावना जोखिम धेरै हो त्यसो भए होइन 100% जोखिम त होइन उहाँले हामी त्यसो गरेर सजिलोसँग तपाईहरुसँग चाहिँ इन्टरभ्यु दिएर तपाईहरुले न्याय दिनु हुँदैन हजुर यहाँ हो भनेर त्यो छोड्नेवालामा छैनौँ किनभने न्याय तपाईहरुले दिने होइन तर तपाईहरुले हेर्ने कस्तो कस्तो मान्छेलाई आम माफी दिएर कस्तो कस्तो मान्छेको चाहिँ सर्वोच्चको न्यायाधीशको पनि त्यो केस रिटर्न लिएको होइन उहाँहरूको चाहिँ सजिलो हुँदो रहेछ रिटर्न लिनलाई हामीले के भन्छु रवि लामिछाने केस रिटर्न लिनै पर्दैन क्या उहाँहरूको जुन किसिमले उहाँहरूलाई त उहाँहरू होइन जिरोदेखि सुरु गर्नु पर्यो जिरोबाट सुरु गर्नु पर्यो